चेलीहरूको खेल रग्बीको मैदानमा उनीहरू इतिहास लेख्दैछन्। शहीद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स च्याम्पियनशिप 2025। सहभागी टिमहरू कोशी, बागमती, मधेस, कर्णाली, सुदूरपश्चिम, एपीएफ, नेपाल आर्मी। स्थान दशरथ रङ्गशाला। मिति 2082 साल जेठ 12 गते। लाइभ अन खेलाडी.com। चेलीहरूको खेल रग्बीको मैदानमा उनीहरू इतिहास लेख्दैछन्। शहीद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स च्याम्पियनशिप 2025। सहभागी टिमहरू कोशी, बागमती, मधेस, कर्णाली, सुदूरपश्चिम, एपीएफ, नेपाल आर्मी। स्थान दशरथ रङ्गशाला। मिति 2082 साल जेठ 12 गते। लाइभ अन खेलाडी.com। चेलीहरूको खेल रग्बीको मैदानमा उनीहरू इतिहास लेख्दैछन्। शहीद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स च्याम्पियनशिप 2025। सहभागी टिमहरू कोशी, बागमती, मधेस, कर्णाली, सुदूरपश्चिम, एपीएफ, नेपाल आर्मी। स्थान दशरथ रङ्गशाला। मिति 2082 साल जेठ 12 गते। लाइभ अन खेलाडी। दिनको 6औं खेलमा भिड्दैछन् कर्णाली प्रदेश र कोशी प्रदेश। कर्णाली आफ्नो दोस्रो गेम खेल्दैछ भने कोशीका लागि यो पहिलो खेल रहनेछ। कर्णाली प्रदेश सेतो जर्सीमा, त्यसैगरी कोशी प्रदेश स्काई ब्लू जर्सीमा। पहिलो खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम विरुद्ध जित हासिल गरेको थियो र खेल जितेको खण्डमा कर्णाली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउनेछ। र यदि यो खेल कोशीको पक्षमा जाने हो भने सेमिफाइनल समीकरण झन रोचक बन्नेछ। मुख्य रेफ्रीमा प्रेम कुमार कोइराला। टिम लाइनअपको कुरा गर्ने हो भने जर्सी नम्बर 1 कोशी प्रदेशका लागि जर्सी नम्बर 1 सुशीला सुनवार कप्तान, जर्सी नम्बर 2 दीपिका मगर, 3 सम्झौता तुम्बापो, जर्सी नम्बर 4 रोजिना साम्बा लिम्बू, जर्सी नम्बर 5 मनिषा रनफाइली, जर्सी नम्बर 6 लक्की बलाम्पाकी मगर, जर्सी नम्बर 7 सनामिका मगर, जर्सी नम्बर 8 अमिषा खलिङ राई, जर्सी नम्बर 9 मिता थापा मगर, जर्सी नम्बर 10 समिका तामाङ, जर्सी नम्बर 11 अनिता कम्मर, जर्सी नम्बर 12 सबिना तामाङ। हेड कोचमा हुनुहुन्छ नवीन डर्लामी मगर, फिजियोमा सुमन विश्वकर्मा, त्यसैगरी म्यानेजरमा नमराज विष्ट। र कर्णालीको कुरा गर्ने हो भने जर्सी नम्बर 1 सृष्टि बम, जर्सी नम्बर 2 रमिरा शाही, जर्सी नम्बर 3 नन्दनी बम, जर्सी नम्बर 4 रोशन नेपाली, जर्सी नम्बर 5 निशा रेवले, जर्सी नम्बर 6 कविता बाडी, जर्सी नम्बर 7 रेशमा चौधरी, जर्सी नम्बर 8 आरुषि भट्टराई, जर्सी नम्बर 9 निशा चौधरी, जर्सी नम्बर 10 अलिसिवा हाफ्रे,
जर्सी नम्बर 11 भावना खत्री, जर्सी नम्बर 12 सृष्टि महत। हेड कोचमा हुनुहुन्छ सुरेन्द्र कावर, फिजियोमा भवानी शर्मा र म्यानेजरमा सेवक शर्मा। र यसै गरी पेनाल्टी प्राप्त गरेको छ कर्णाली प्रदेशले र एट्याकमा रहेको छ र यसै गरी नकन 22 मिटरको एट्याकमा थियो कर्णाली प्रदेश, पेनाल्टी पाएर र त्यो पेनाल्टीलाई सदुपयोग गर्न सकेन। यसै गरी नकन गरेको छ र स्क्रम प्राप्त गरेको छ कोशी प्रदेशले। स्क्रम प्राप्त गरे पनि कोशी आफ्नो टेरिटरीमा छ र यो डिफेन्ड गर्नुपर्ने हुन्छ बल, किनभने स्क्रममा बल 50-50 हुन्छ र दुईटै टिमले बल लिन सक्ने सम्भावना बढी हुन्छ। त्यसकारणले गर्दाखेरि प्रेसर अझै पनि कोशी प्रदेशले छ र राम्रो स्क्रम रहेको छ कोशी प्रदेशको र त्यहाँ टेक्निकल स्विच देखाएका छन् कोशी प्रदेशका खेलाडीहरूले र यसै गरी एट्याकको खोजीमा छन्। कर्नर टु कर्नर पास गरेर र निकै नै राम्रो ट्याकल थियो त्यहाँ र यसै गरी कर्णालीले डिफेन्ड गरेको छ कोशी प्रदेशको 22 एरियामा र लाइनआउट प्राप्त गरेको छ कर्णाली प्रदेशले। यसै गरी लाइन आउट जित्न सफल टिम कर्णाली अगाडि बढ्दैछन् र यो ट्राई। मिडल एट्याक थियो जर्सी नम्बर 12 टिम क्याप्टेन सृष्टि बम ठकुरीबाट र मिडल एट्याकबाट निकै नै राम्रो ट्राई थियो र ट्राई गरे सँगसँगै कर्णाली प्रदेशले 5 पोइन्ट प्राप्त गरेको छ। सरी, यहाँ हाई ट्याकल थियो, त्यसकारणले गर्दाखेरि यहाँ पेनाल्टी ट्राई प्राप्त गरेको छ कर्णाली प्रदेशले र यसै गरी कन्भर्जन किक गर्नुपर्ने छैन र 81 पोइन्ट प्राप्त गरेको छ कर्णाली प्रदेशले। त्यहाँ ट्राई हुने क्रममा कोशी प्रदेशका खेलाडीले हाई ट्याकल गरेका थिए, त्यो सँगसँगै रेफ्रीले पेनाल्टी ट्राई दिएका छन् र 7 पोइन्ट्स अङ्क जोडेको छ कर्णाली प्रदेशले। स्क्रमको सङ्केत गरेको छ रेफ्री प्रेम कोइरालाले। एट्याकमा थियो कर्णाली प्रदेश, एट्याक गर्दाखेरि बल नकन भएको छ र फेरि पनि कोशीको 22 मिटर एरियामा कर्णालीले कोशीले स्क्रम प्राप्त गरेको छ, जसमा कोशीलाई अझै प्रेसर रहेको छ। त्यहाँ बल डिफेन्ड गर्नुपर्ने हुन्छ आफ्नो 22 मिटर एरियामा र राम्रो स्क्रम रहेको छ कोशीको र कोशीले एट्याक गर्दैछ। निकै नै राम्रो त्यहाँ टेक्निकल देखाएको छन् र पास थोरै पछाडि जान पुग्यो त्यो एट्याकमा र राम्रो ट्याकल थियो कर्णाली प्रदेशको नम्बर 7 र कन्टिन्यू प्ले अन गरिरहेका छन् कोशीले। निकै नै राम्रो फुट स्टेप, राम्रो ट्याकल, राम्रो कर्नर टु कर्नर पास र जर्सी नम्बर निकै राम्रो दौड लिएका छन् र मिठो ट्याकल जर्सी नम्बर 3 र लाइन आउट प्राप्त गरेको छ कर्णालीले। यसै गरी कोशीको एट्याकलाई कर्णालीले डिफेन्ड गरी लाइन आउट प्राप्त गरेर आफ्नो बल चेन्ज गरेर आफ्नो हातमा पारेको छ र लाइन आउट प्राप्त गर्न सफल भएको छ अहिले कर्णाली प्रदेशले।
यसैगरी लाइन आउट जित्दै अगाडि बढ्दैछन् टिम कोशी। यसैगरी पेनाल्टी प्राप्त गरेको छ कोशी प्रदेशले। ट्याकलर नट रिलिज भएर सुरुमा ट्याकल भइसकेपछि बल ट्याकलरलाई छोड्नुपर्ने हुन्छ, त्यसपछि बल र बलमा जानुपर्ने हुन्छ। र यसै गरी राम्रो रकमा निकै राम्रो प्रदर्शन देखाएर जर्सी नम्बर 7 ले बल चोरेका छन्। जस्तै रक क्लियरेन्स गरेर उनले बल आफ्नो टर्नओभर गरेका छन् भने त्यहाँ कोशीले राम्रो डिफेन्ड गरेको छ र कर्णालीले आफ्नो 22 मा आफ्नो बल बचाउने पर्नेछ। र यसै गरी पेनाल्टी प्राप्त गरेको छ कर्णालीले। अब्स्ट्राक्सन थियो, त्यो अफसाइडमा आएर चाहिँ बल लिन खोजेको कारणले गर्दाखेरि र निकै नै राम्रो दौड जर्सी नम्बर 7 र त्यहाँ चप ट्याकल गर्न गए कोशी प्रदेश खेलाडीले र रक सपोर्ट प्ले अन गरिरहेका छन्, सेट मुभहरू गरिरहेका छन् कर्णाली प्रदेशले। कर्नर टु कर्नर पास, सेन्टर एट्याक गरिरहेका छन् र यसै गरी जर्सी नम्बर 3 र रक निकै नै राम्रो एट्याक। रक जर्सी नम्बर फेरि पनि 12, जर्सी नम्बर 9 राम्रो एट्याकमा छन् भने कोशीले निकै राम्रो डिफेन्ड पनि गरेको छ र कर्णालीले एन्ड टु एन्ड रक गराउँदै पास एट्याक गरिरहेको छ। राम्रो एट्याक देखाइरहेको छ कर्णालीले, थोरै पास राम्रो हुन सकेन। त्यही पनि जर्सी नम्बर 3 ले आफ्नो एरियामा बल लिएका छन् र राम्रो ट्याकल डिफेन्स रहेको थियो त्यहाँ र ट्याकल भइसकेपछि बल रिलिज गर्नुपर्ने हुनेछ, बल रिलिज भएन, त्यो कारणले बल टर्नओभर पेनाल्टी प्राप्त गर्न सफल कोशीले। मैदानमा लड्न पुगेका छन् कर्णालीका खेलाडी। र मेडिकल एटेन्सन सिक गरिरहेका छन्। पहिलो हाफको निर्धारित समय सकिएको छ। रेफ्रीले कुनै पनि बेला पहिलो हाफको विसल बजाउनेछन्। मैदानमा स्ट्रेचर ल्याइएको छ। ग्र्याब गरेकी थिइन् रेश्मा चौधरीले। टिम बागमतीको टिम क्याप्टेन कोही टसको लागि आइदिनु होला। टिम एपिएफ र टिम बागमतीको टिम क्याप्टेन कोही टसको लागि आइदिनु होला।
राम्रो ट्याकल अनि रक। पेनाल्टी प्राप्त गरेको छ टिम कोसीले। फेरि बल जित्न सफल टिम कोसी। फरवर्ड पासको संकेत। यति बेला वाइट धेरै भयो कि अलिक भनौँ न अनि वाइटको लाइट कम भयो अलिक बढ्यो। रोहन नङ्गोल टेक्निकल डेस्कमा छिटो आइदिनु होला। रोहन नङ्गोल अथवा पञ्चमाया श्रेष्ठजी टेक्निकल डेस्कमा आइदिनु होला। एपीएफ र बागमतीको टिम क्याप्टेन अन्तिम लास्ट कल कोइन टसको लागि।
पहिलो हाफमा कर्णालीले 7 अङ्कको अग्रता लिएको छ। रेफ्री प्रेम कोइरालाले सेकेन्ड हाफ सुचारू गरेका छन्। यदि यही नतिजा कायम रहने हो भने कर्णाली शीर्ष स्थानमा रहँदै सेमिफाइनल समीकरणमा स्थान बनाउनेछ कर्णालीले। खेलमा अझै 7 मिनेटको समय बाँकी छ। स्क्रम जितेको छ त्यहाँ कोशी प्रदेशले। पोजिसन जितेको छ कोशी प्रदेशले। साथै घुस्नेछन्, राम्रो ट्याकल, रकमा फेरि पनि बल जितेको छ कोशी प्रदेशले। जर्सी नम्बर 9 का निता थपा मगर, अब भने सनमिका मगर। रक यहाँ नाकमा केही चोट बोक्न पुगेकी छिन् जर्सी नम्बर 11 का अनिता कम्मरले। केही समय मैदान बाहिरिनेछन्। र यहाँ राम्रो रन जर्सी नम्बर 7 की रेशमा चौधरीको। र यहाँ ट्राई जित्न सफल, थप 5 अङ्क प्राप्त गरेको छ कर्णालीले। र यदि कन्भर्जन किक पनि सफल हुने हो भने एक्स्ट्रा 2 अङ्क प्राप्त गर्नेछ। सफल र कन्भर्जन किक पनि सफल भएको छ र कर्णालीले 14 अङ्कको अग्रता बनाएको छ कोशी प्रदेश विरुद्ध। राम्रो रन थियो त्यहाँ आरुषि भट्टराईको। र अब भने खेलमा फर्किने हो भने कोशीलाई कम्तीमा पनि 2 ट्राईको आवश्यक छ।
र यहाँ स्क्रम जितेको छ कर्णालीले। पोजिसन मेन्टेन गरेको छ कर्णालीले। राम्रो ट्याक्लिङ रक बल प्राप्त गरेको छ कर्णालीले। ग्र्याब थियो, राम्रो ट्याकल। रक पोजिसनबाट बल जितेको छ कर्णालीले। राम्रो रन रहन सक्थ्यो त्यहाँ। रक पोजिसनमा फेरि पनि बल जितेको छ कर्णालीले। कवितावाडी फाउलको इशारा। र पेनाल्टी जित्न सफल भएको छ कोशी प्रदेश। अवसर रहन सक्थ्यो, ग्यापमा बल ड्रप भएको थियो र त्यो बललाई उक्त बलमा रन बनाएकी थिइन्। ट्याप एन्ड प्लेको लागि रेफ्रीको इशारा र निर्धारित समय सकिएको छ। रेफ्रीले कुनै पनि बेला फुल टाइम विसल बजाउनेछन्। गेम प्ले अन भइरहेको छ। रग्बीमा यो टाइममा गेम प्ले अन भइरहँदा फुल टाइम विसल बजाइँदैन। र यहाँ राम्रो ट्याकल, लाइन आउट जित्नेछ कर्णालीले। यो सँगै फुल टाइम विसल ब्लो गरिदिएका छन् रेफ्री प्रेम कोइरालाले। यो सँगै कर्णालीले समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल समीकरणमा स्थान बनाएको छ। बधाई छ कर्णाली प्रदेश। कोशी प्रदेश विरुद्ध एकतर्फी जित हासिल गर्यो कर्णालीले। पहिलो खेलमा सुदूरपश्चिम विरुद्ध फराकिलो जित हासिल गरेको थियो कर्णालीले। यो लगातार दोस्रो जितसँगै कर्णाली सेमिफाइनल समीकरणमा आफ्नो स्थान बनाउन सफल भएको छ।